राजेन्द्र निङदेल पार्टी अध्यक्षलाई किन समात्नु परेको छ थाहा छ तपाईहरुलाई? पोखरा एयरपोर्टमा जुन भ्रष्टाचार नमस्कार दर्शकबिनहरु, खोजतलास अनलाइन टिभीमा तपाईलाई स्वागत छ। दर्शकबिनहरु, आज राप्रपाले बृहत प्रदर्शन गर्न गइरहेको छ, त्यसैको अगाडिको दृश्यहरु हामी तपाईलाई देखाउन गइरहेका छौं। आजको माहौल यहाँ भर्खरै सुरुवात माहौल छ र यहाँ प्रहरी प्रशासनको एकदमै बाक्लो उपस्थिति छ भने राप्रपाका कार्यकर्ता तथा यो आन्दोलनमा सहभागी बन्नेहरुको पनि उपस्थिति यहाँ बढ्दो क्रममा छ भने यहाँ राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेल सहितको टोली भने यहाँ उपस्थित भइसकेको छैन। उहाँहरु उपस्थित भइसकेपछिको माहौल भने यहाँ अर्कै हुनेछ र त्यो माहौल तपाईहरुलाई हामी पछि देखाउने छौं। हामीसँग रहिरहनु होला, धन्यवाद। लिएको पार्टी हो जुन देशमा हामी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ भनिरहेछौँ, त्यहाँ सक्रिय राज संस्थाको व्यवस्था हुन सक्छ। अनि किन संसदमा चाहिँ तपाईका शीर्ष नेताहरूले म राजावादी हो भन्नुहुन्छ? राजावादीको अर्थ हेर्नुस्, राजावादी भनेको यो देशमा राज संस्थाको ठुलो योगदान छ। पृथ्वीनारायण शाहले एकीकरण गरेको भूमिमा आएर यो गणतन्त्र घोषणा भएको, कुनै बाहिरबाट माटो ल्याएर त्यहाँ गणतन्त्र घोषणा गरेको होइन नि। यो त राजाले नै एकीकरण गरेर उहाँले नेपाल राख्नु भएको, उहाँले गोर्खा राख्न सक्नुहुन्थ्यो पृथ्वीनारायण शाहले। त्यसप्रतिको अतः हामीलाई सम्मान छ। राज संस्था भयो भने आज अन्तर्राष्ट्रिय जगतले पनि एउटा विश्वास गर्ने, देशलाई स्थायित्व र स्थिरता दिने एउटा संस्था हुन्छ भन्ने हिसाबले हामी राजाको पक्षमा उभिएको हौँ। त्यसले गर्दाखेरि यसले हामी पछाडि फर्किने, यस्तो कुनै पश्चगामी हुने भन्ने कुनै पनि कुरा छैन। यो देशलाई सुशासन विकासको बाटोमा लैजानको लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भयो भने 3-3 महिनामा भागभण्डामा प्रधानमन्त्री परिवर्तन हुँदैन हैन। त्यसको लागि हामी आएको हो। यो चाहिँ अब गलत भाष्यहरू स्थापित गरिन्छ समाजमा, तर हामीलाई विश्वास छ जनता सडकमा आएर आवाज दिएपछि सरकारले उदासीन भइराख्न सक्दैन। शीर्ष नेताहरू त गिरफ्तारी दिइसक्नु भयो या गिरफ्तार भइसक्नु भयो, अब तपाईहरु के गर्नुहुन्छ? अब त पार्टीमा अरू नेताहरू पनि हुनुहुन्छ, हाम्रो रोड म्याप तयार नै छ। अब भ्रष्टाचार गरेर चाहिँ तपाईको मरिसकेको मान्छेको चाहिँ लिएर आएर चाहिँ तपाईको अझै अफिसहरु झुन्डाएर देखाउनलाई चाहिँ यो चाहिँ भ्रष्टाचारी हो भनेर चाहिँ ल्याइरहेको विश्वमा देख्नु भएको छ नि त तपाईको कानुन। त्यो कानुन आउँछ। त्यसोभए कहिलेसम्म हो त तपाईहरुको एउटा मिसन पूरा हुने चाहिँ? यो मिसन तपाईहरुको हाम्रो समय तपाईको यो भ्रष्टाचारीहरु यहाँ देशबाट नलहटिकन, राज संस्था पुरस्कारबाट नगरिकन, अनि त्यसपछिबाट यो संहिता खारेज नगरिकन यो अन्त्य हुँदैन। राजा मात्रै आएर हुँदैन, यो संहिता पनि खारेज गर्नुपर्छ। जनता यति पीडित छन् कि जनता किसान गइरहेछन् अहिले मन लबार। राजेन्द्र निङदेल पार्टी अध्यक्षलाई
किन समात्नु परेको छ थाहा छ तपाईँहरूलाई? पोखरा एयरपोर्टमा जुन भ्रष्टाचार 14 अरब रुपियाँ खाएको कारबाही गर भनेपछि अनि यिनीहरूले राप्रपालाई जहिले पनि जनताको आवाजमा हामी छौँ। जतिसुकै यिनीहरूले हामीलाई पकड धकड गरोस् हामी दब्नेवाला छैन। दर्शकबिनहरू जुन रूपमा तपाईँ हेर्न सक्नुहुन्छ भर्खरै राजेन्द्र लिङ्गदेन लगायतका नेताहरू पक्राउ परिसकेपछि अहिले राप्रपाका नेताहरू उहाँहरूलाई छुटाउनपट्टि लाग्ने घोषणा गर्नुभएको छ र यो आन्दोलन जहाँसम्म मलाई लाग्छ योभन्दा अब तीव्र रूप लिन सक्ने छैन यो आन्दोलनले आजको दिनमा। भोलिको दिनमा भने के हुन्छ हेर्न बाँकी छ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ जुन रूपमा भर्खरै राप्रपाका नेताहरूले आफ्नो मन्तव्य राख्नु भइसकेको छ र उहाँहरूले भन्नुभएको छ हाम्रा नेताहरू पक्राउ पर्नुभएको छ र उहाँहरूलाई छुटाउनको लागि अब हामी लाग्नेछौँ र यो आन्दोलनलाई पनि कन्टिन्यू गर्नेछौँ। यो आन्दोलनलाई हामी अगाडि बढाउनेछौँ। तर मलाई जहाँसम्म लाग्छ यो आन्दोलन आजको दिनमा चाहिँ भने यसले अझ उग्र रूप भने लिन नसक्ला। दर्शकबिनहरू तपाईँहरू हेर्नुहुँदैछ मेरो मातृभूमि अनलाइन टिभी, म सन्तोष कार्की र धन्यवाद।